नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको देश हो। यहाँका प्रत्येक समुदाय र जात जातिको सन्तुलित, समानुपातिक र न्यायसङ्गत विकास हुन सकेमा मात्र सिङ्गो देशले दिगो विकास र बृहत्तर समृद्धि हासिल गर्न सक्दछ। तर नेपाली समाजमा विद्यमान गरिबी, लैङ्गिक असमानता, जातीय विभेद, भेदभाव युक्त व्यवहार, रूढिवादी परम्परा तथा मूल्य मान्यता, लैङ्गिक हिंसा लगायतका कारण विशेष गरी महिलाहरू पछाडि परेका छन्। देशका विभिन्न दूरदराजमा अथवा दुर्गम स्थानका महिलाहरूको अवस्था माथि उल्लेखित भनाइहरूसँग कटु सत्य छ। यस्तै लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिकाका महिलाहरूको अवस्था पनि उस्तै छ। देशमा संघीयता आए पश्चात घर घरमा सिंहदरबार भने जस्तै त्रिवेणी गाउँपालिकाले पछिल्लो समय महिलाहरूको जीवन स्तर र आर्थिक अवस्थालाई सुधारोन्मुख गराउनका लागि विभिन्न तालिमहरू सञ्चालन गर्दै आइरहेका छन्। जस अन्तर्गत पालिकाले आर्थिक वर्ष 2079-80 मा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्धन गर्न नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश र त्रिवेणी गाउँपालिकाको साझेदारीमा उम्दा महिला परियोजना कार्यक्रम सञ्चालनमा ल्याएको छ। उक्त योजना अन्तर्गत गाउँपालिकाले महिलाहरूलाई उद्यमशीलतातर्फ उन्मुख हुने गरी तालिम प्रदान गरिरहँदा सकारात्मक र उपलब्धिमूलक हुँदै गएको पाइन्छ। परियोजना मार्फत व्यावसायिक बाख्रा पालन तालिम लिएपछि त्रिवेणी गाउँपालिका 7 की कल्पना बुढाथोकी अहिले व्यस्त हुनुहुन्छ। उहाँको दैनिकी बदलिएको छ। पहिला निर्वाहमुखी रूपमा पालन गर्दै आउनु भएको बुढाथोकीले अहिले व्यावसायिक रूपमा बाख्रा पालन गरिरहनु भएको छ। उहाँको खोरमा अहिले 32 वटा विभिन्न जातका बाख्रा छन्, जसबाट कल्पना बुढाथोकीले मनगी आम्दानी गर्न सफल हुनु भएको छ। पहिलेको र अहिलेकोमा धेरै फरक छ। पहिले 2-4 वटा बाख्रा थिए भने अहिले 30-32 वटा बाख्रा पालिरहेको छु र अहिले एउटैलाई 20-25 हजारमा बेचेको छु भने पहिले 9-10 हजारमा बेचेका थिएँ। खोर निर्माण भएदेखि मैले 10 वटा जति बाख्रा बेचेँ। 10 वटामा 2 लाख जति आम्दानी गरेको छु। पालिकाले सहयोग गरेकोले म बाख्रा पालनमा सहभागी भई बाख्रा पालेर धेरै आय आर्जन गर्न सफल भएको छु। यस्तै म जस्तै अरू महिलाहरूले पनि यसरी बाख्रा पालेर आय आर्जन गर्न सकुन् भन्ने मेरो चाहना हो। कल्पनाले जस्तै उम्दा महिला परियोजना कार्यक्रम अन्तर्गत मौसमी तथा बेमौसमी तरकारी तालिम लिएर त्रिवेणी गाउँपालिका 5 की देवकुमारी ओलीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनु भएको छ। पहिला परम्परागत रूपमा तरकारी खेती गर्दै आउनु भएको ओलीले अहिले टनेल नै लगाएर व्यावसायिक रूपमा खेती गरेपछि जीविकोपार्जनमा राहत पुर्याएको छ भने आर्थिकका लागि श्रीमानमा निर्भर हुनु नपरेको देवकुमारीको भनाइ छ। हामीसँग गोजीमा 1 रुपैयाँ हुँदैन थियो। अहिले हामीले तरकारी खेती गरेपछि हाम्रो गोजीमा छोराछोरीलाई अनि आफूसँग खर्ची चाहिन्छ अनि गोजीमा पनि पैसा हुन्छ। पहिले हुँदैन थियो। तरकारी खेती गरेपछि धेरै राम्रो हुँदो रहेछ। यस हामीले तरकारी खेती गर्न धेरै गाह्रो भएको छ। टनेलमा अब काउलीहरू लगाउँछौँ, टमाटरहरू लगाउँछौँ, बिचमा हामीले खन्न सक्दैनौँ अनि बल्ल पनि गोरु लगेर जोत्न सक्दैनौँ। हामीलाई ट्र्याक्टर चाहिएको छ र हामीलाई जसरी पनि ट्र्याक्टरको आवश्यकता छ र सिँचाइको पनि पानी कम छ। त्यही भएर पानी हामीलाई कम परेको छ, त्यसैले पानी पनि चाहिएको छ। टनेलभित्र बाहिरभन्दा टनेलभित्र सिँचाइ गर्न सजिलो भयो अनि लामो समयसम्म टिक्छ। अनि बाहिर अब धेरै चिसो या गर्मी अब धेरै हुन्छ, टनेलभित्र धेरै राम्रो हुन्छ। त्रिवेणी गाउँपालिकाले उम्दा महिला परियोजना कार्यक्रम अन्तर्गत महिलाहरूलाई उद्यमशील हुन सिकाइरहेको छ, जसले गर्दा पालिकाभित्रका महिलाहरू उद्यमशील हुँदै गएका छन्। उक्त कार्यक्रमबाट नै वडा नम्बर 7 की अस्मिता घरती मगर, वडा नम्बर 5 की विष्णु विक र वडा नम्बर 6 की अञ्जना पुन पनि सिलाइ कटाइ तालिम लिएर व्यावसायिक रूपमा टेलरिङ गरेका छन्। उनीहरूमा आत्मविश्वास जागेको छ। गरेकै हुँदैन भने चाहिँ टेलरिङ अर्थात् व्यावसायिक रूपबाट कपडा सिलाउँदै गर्दा स्वरोजगार प्राप्त गरेका छन्। यो व्यवसाय गरेर विशेष गरी आफूहरूमा आर्थिक रूपमा सुधार आएको उनीहरू बताउँछन्। म यो उम्दा महिला परियोजनाबाट एडभान्स 6 महिने एडभान्स तालिम लिएर
अञ्जना टेलरिङ सेन्टर चलाएर बसिरहेको छु अहिले। पहिलाको अवस्था र अहिलेको अवस्था त धेरै अन्तर छ, धेरै फरक छ। पहिला हामी त्यत्तिकै अब अलिअलि सिकेर हामी त्यत्तिकै कुर्ता सुरुवालहरू यिनी लेडिजहरू सिलाइरहेको थियौँ भने अहिले यो एडभान्स तालिम लिइसकेपछि हामी सर्ट प्यान्टहरू यिनी कोट प्यान्ट पनि सिक्न त अलिअलि सिलाउँछौँ, त्यस्तो पर्फेक्ट छैनौँ हामी अझै। सर्ट प्यान्टहरू यिनी जेन्ट्स आइटम पनि अलिअलि सिलाउँछौँ। यो एडभान्स तालिम लिइसकेपछि धेरै राम्रो भएको छ, हामीलाई धेरै फाइदा दिएछ त्यसले। यो त सिजन अनुसार हुन्छ। अब के अरे अब सिजन हुने बेला अब दिनमा 5000 6000 7-8 हजारसम्म हुन्छ। अब अहिले खासै सिजन पनि छैन, त्यही पनि मासिक 20-25 हजार त बस्छ महिनामा। आफ्नो घरयासी खर्च त गरिरहेछ मैले। अब अलिअलि बचत गरेर कतै घरदेरी किन्ने सोचमा छु। पहिला त अब हामीलाई हाम्रो केही पनि थिएन, अब 1 पैसा आउने आम्दानी आउने केही पनि थिएन। अहिले यो के अरे तालिम लिइसकेपछि हामीलाई धेरै फाइदा छ। अब यस्तै हामी जस्तै अब अरू महिला दिदीबहिनीहरूलाई पनि तालिम दिएपछि अझै राम्रो हुन्थ्यो भन्न चाहन्छु। मैले यो तालिम लिनुभन्दा पहिले 3 महिना पहिला सिकेको थिएँ। त्यसपछि अलिअलि घरमा सिलाउँथेँ, घरकै काम गर्थेँ। त्यसपछि 6 महिना सिकेर यो व्यवसायतिर लाग्यो। अहिलेको अवस्था त राम्रो छ, एकदम राम्रो छ। घरमा उ गरेर पैसा हुँदैन, अलिकति जे भने व्यापार व्यवसाय गरेपछि पैसा हुन्छ, सजिलो हुन्छ आफ्नो समस्याको टार्न। अनि सिप सिकेपछि राम्रो हुन्छ। अब आफ्नो सिपको सदुपयोग गर्न सक्यो, पैसा पनि भयो अरू गर्नुभन्दा। सञ्चालन गरेपछि मेरो गाउँका दिदीबहिनीलाई 4 जना सिकाएँ। उहाँहरूले पनि घर गएर सिलाइरहनु भएको छ, गरिरहनु भएको छ। 4 जनालाई सिकाएँ मैले यहाँ गरेपछि। पहिले चाहिँ श्रीमानहरूलाई 1-2 रुपियाँ चाहिँदाखेरि पनि मलाई दिनुस् भन्न पर्थ्यो भने आज 6 महिनासम्म एडभान्स तालिम लिएर आफ्नो खुट्टामा आफै उभिन सशक्त भएको छु र त्यो श्रीमानसँग 2-4 रुपियाँ माग्न पनि पर्दैन। आफूलाई चाहिएपछि कोही आवश्यक काम परेको बेला अनि छोराछोरीलाई पढ्ने खर्च अनि अन्य खर्चको लागि पनि म आफैले गर्न सहज भएको छ। यो घर मैले यही सिलाइ कटाइ तालिमबाट नै यही सिलाइ कटाइबाट नै पैसाहरू कमाएर घर बनाएको हो सर। अनि अहिले अझ यस्तो तालिमहरू यो प्रदेशले अझै अरू तालिमहरू दिँदा राम्रो हुन्थ्यो। अब हामीले त सिकिसकेका छौँ, सिकिसकेकाले अब अझै दिनुपर्छ हामी भन्दैनौँ। अब नसिकेकोलाई हामीभन्दा पछाडि अरू हुनुहुन्छ, उहाँहरूलाई पनि यस्तो तालिमहरू दिँदा झनै राम्रो हुन्थ्यो।
भन्ने हो सर। पहिला भन्थे नि चुलो चौको मात्र गर्नुपर्छ महिलाले, घरबाट बाहिर निस्किनुहुन्न, महिला बाहिर हिँड्नुहुन्न भन्ने, यताउता जानुहुन्न, डुल्नुहुन्न, केही गर्नुहुन्न, घाँस दाउरा मात्र काट्नुपर्छ, धेरै पढ्नुहुन्न भन्थे नि पहिला। त्योबाट नगुर्जेर महिलाहरू अहिले यहाँसम्म आइसकेका छौँ हामी। अब मभन्दा पनि अझ माथि उठ्नुपर्छ महिलाहरू। अब केही गर्नुपर्छ, घाँस दाउरा चुलो चौको छोडेर अब केही व्यापार बिजनेसतिर, अब सिलाइ तालिम मात्र नभएर अरू केही अन्य तालिमहरू पनि पर्छन्, त्यस्तोमा सहज गरेर तालिमहरू लिएर अगाडि बढ्नुहोस् भन्छु म। यस उम्दा महिला परियोजनामा 390 घण्टाको परियोजनामा छनौट भएर अहिले आफ्नो व्यवसायमा लागिरहेको छु। पहिले घराइसे काम गरिन्थ्यो भने अहिले यस तालिम प्राप्त गरेर आफूले व्यवसाय गरेदेखि अरूमा परनिर्भर रहनुभन्दा आफू नै आत्मनिर्भर बनेको महसुस गरेको छु र भएको पनि छु। जति आफूले तालिम प्राप्त गरियो त्योभन्दा पनि अझै तालिम प्राप्त गर्न पाए हुन्थ्यो भन्ने पनि लागिरहेको छ। जति हामीले तालिम गर्यौं त्योभन्दा ठुला जटिल अवस्थाहरू पनि आइरहेको छ। अझै हामीले तालिम प्राप्त गर्नुपर्छ। सबभन्दा पहिलो कुरा त तालिम प्राप्त गरेर घरमै थन्केर बस्नुभन्दा आफूसँग जति जे सिप्छ त्यतिमै भए पनि व्यवसायमा लागेपछि थप तालिमहरू हुँदै जान्छ, अनुभवहरू बटुल्दै जान्छ, अनुभवले नै सबै कुरा बन्छ। त्रिवेणी गाउँपालिकामा विक्रमसम्म 2078 को जनगणना अनुसार 2327 घरधुरी संख्या र कुल 23412 जना जनसंख्या रहेका छन्। गाउँपालिकामा 12388 अर्थात् 52.14% महिलाको जनसंख्या रहेको छ। ग्रामीण भेगका महिलाहरूलाई लक्षित गर्दै गाउँपालिकाले स्थानीय स्तरका महिलाहरूलाई उद्यमशीलतामा अगाडि ल्याउनुपर्छ भन्ने हेतुका साथ सञ्चालन गरेको यो कार्यक्रम सराहनीय छ, जसले गर्दा घरको चुलो चौकोमा मात्र सीमित महिला दिदीबहिनीहरूलाई उद्यमी बनाउन सफल भएको छ।